Welcome to back my new YouTube channel. भिडियो मन परेमा सबैले लाइक शेयर एन्ड सब्सक्राइब गरिदिनु होला। आज हामी बीपीएस फर्स्ट इयर अन्तर्गत अध्याय 7 मा प्राय लेखाविधिको अध्ययन गर्न गइरहेका छौं। योबाट हामीलाई एक्जाममा हिसाबमा हुने धेरै सम्भावना हुन्छ। हामीले सुरुमा यसको डिफरेन्स प्राप्ति उठाउनु पर्ने रिसिभल र नोट रिसिभलको बारेमा यहाँ थोरै डिस्कसन गरिएको छ। त्यो यस प्रकार रहेको छ। रिसिभल भनेपछि के बुझिन्छ भने प्राप्ति उठाउनु पर्ने कुनै पनि विक्रेताले बिक्री गरेको सामानलाई उठाउनु पर्ने जुन सामान छ त्यसलाई रिसिभल भनिन्छ। नोट रिसिभल ठुला मेसिनहरू लगायतका ठाउँमा खरिद गर्दाखेरि निश्चित समयावधिका लागि म यति समयमा यो पैसा यस्तो गरेर यसरी तिर्छु भनेर प्रतिज्ञा गरेको पत्रलाई अथवा नियम कानुन राखी तोकिएर सिग्नेचर गरिएको पत्रलाई नोट रिसिभल भनिन्छ। अब हामीले यहाँ यसका स्टेपहरू छन्। अब हामीले जर्नल एन्ट्रीमै पढेको पढ्नुपर्छ, फरक यहाँ केही पनि छैन। फर्स्टमा छ फर क्रेडिट सेल्स, उधारोमा बिक्री गर्दा। अकाउन्ट रिसिभल अकाउन्ट डेबिट टु सेल्स अर सेल्स रेभिन्यू अकाउन्ट। अकाउन्ट रिसिभल अकाउन्ट डेबिट टु सेल्स अर सेल्स रेभिन्यू अकाउन्ट। सेल्स लेख्ने भयो, सर्भिस रेभिन्यू लेख्ने त भयो नि त। उधारोमा बिक्री गर्दाको एन्ट्री के हुन्छ? हामीले के हुन्छ जनरल एन्ट्रीमा के पढिन्थ्यो भने क्यासमा बिक्री गरिएको भयो, क्यास अकाउन्ट डेबिट टु सेल्स अकाउन्ट। अनि उधारोमा बिक्री गरिएको भयो अकाउन्ट रिसिभल अकाउन्ट टु सेल्स अकाउन्ट गरिन्छ। त्यो त्यही भयो। न्यारेसनमा भयो फर क्रेडिट अन सेल्स। हामीले के हुन्छ भने न्यारेसन लेख्दा जहिले पनि बिङ भन्दा फरबाट सुरु गर्नु, किनकि फरबाट छोटो मिठो हुने गर्दछ। दोस्रोमा रहेको छ फर क्रेडिट कलेक्सन उधारोको सङ्कलन। कलेक्सन भन्ने बित्तिकै के बुझ्नु भनेपछि कलेक्सन भनेपछि के हुन्छ भने सङ्कलन, यसरी बुझ्दा सजिलो हुन्छ। क्रेडिट कलेक्सन भनेको सङ्कलन गर्दाखेरि के गर्यो भने सङ्कलन गर्दा के भयो, क्यास आयो भने डेबिट क्यास अकाउन्ट अथवा बैंकबाट दियो भने बैंक अकाउन्ट भयो, क्यासबाट दियो भने क्यास अकाउन्ट डेबिट टु। अनि त्यसपछि अब हामीले 3 महिनामा तिर्नुपर्ने थियो, तैँले 2 महिनामा तिरिस् भने तँलाई यति % छुट दिइन्छ भनेर जुन पत्र तयार पारिन्छ नि त्यस अनुसार डिस्काउन्ट दिएको अवस्था छ भने क्यास अकाउन्ट डेबिट टु डिस्काउन्ट अकाउन्ट डेबिट टु अकाउन्ट रिसिभल राख्यो। यसको न्यारेसन के हुन्छ भने फर कलेक्सन अफ अकाउन्टिङ